आर.के. नारायणको एउटा कथा छ, एक ज्योतिषीको दिन। यो कथा पढ्दा सामान्य लाग्छ, तर यसभित्रका पत्रहरू खोल्दै जाँदा एउटा पुरै मनोवैज्ञानिक थ्रिलर जस्तो अनुभव हुन्छ। आज हामी यही कथाको गहिराईमा पुग्ने प्रयास गर्दैछौँ। कथाको केन्द्रमा एक ज्योतिषी छ जो दिनभरि एउटा व्यस्त बजारमा इमिलीको रुखमुनि बसेर मानिसहरूको भविष्य बताउँछ। हो, र हामीले हेरेको सामग्री अनुसार यो कथाले त्यो ज्योतिषीको चरित्र, उसको काम गर्ने तरिका र सबैभन्दा महत्त्वपूर्ण उसको विगतको एउटा अँध्यारो रहस्यलाई केलाउँछ। आजको हाम्रो छलफलको मुख्य प्रश्न नै यही हो, के यो मान्छे साँच्चै भविष्य देख्न सक्ने कुनै दैवी शक्ति भएको व्यक्ति हो, वा उसको यो सम्पूर्ण पहिचान नै एउटा चलाखीपूर्ण नाटक हो? यो प्रश्नको उत्तर खोज्नु अघि उसको हुलियाको बारेमा कुरा गरौँ, जुन साँच्चै प्रभावशाली छ। स्रोतहरूले उसको वर्णन यसरी गर्छन्: निधारमा पवित्र भस्म र सिन्दूर, टाउकोमा केसरिया रङको पगरी, अनि आँखामा एक अनौठो चमक जसले मानिसहरूलाई उतिर तान्छ। अनि उसको अगाडि 1 दर्जन कौडी, केही रहस्यमय देखिने चार्ट र ताडपत्रका पानाहरू छरिएका हुन्छन्। यो सबै तामझाम देखेर ग्राहकहरू ऊप्रति त्यसरी नै आकर्षित हुन्छन् जसरी माउरी फूलतिर। तपाईले तामझाम शब्द प्रयोग गर्नुभयो, जुन एकदमै सही छ। मतलब यो सम्पूर्ण दृश्य नै उसको व्यवसायको जग हो। उसको ज्ञानभन्दा पनि उसको प्रस्तुतिले मानिसहरूलाई विश्वास दिलाउँछ, हैन त? बिल्कुल। ऊ यस्तो वातावरण बनाउँछ कि मानिसहरू उसले जे भने पनि पत्याउन तयार हुन्छन्। तर के मानिसहरू साँच्चै यति सजिलै विश्वास गर्छन् र? केवल निधारमा भस्म र छेउमा कौडी देखेरै? स्रोतले त सुरुमै भन्छ कि ज्योतिषीलाई ज्योतिषशास्त्रको ज्ञान 0 बराबर छ। उसलाई ताराहरूको बारेमा त्यति नै थाहा छ जति उसका ग्राहकहरूलाई। त्यसो भए उसको पसल चल्छ कसरी त? यो राम्रो प्रश्न हो। वास्तवमा स्रोतले भन्छ कि उसको सफलताको रहस्य ज्योतिषमा होइन, उसको तरिकामा लुकेको छ। यसलाई अध्ययन, अभ्यास र चलाक अनुमानको मिश्रण भनिएको छ। अध्ययन, अभ्यास र चलाक अनुमान। उसले वर्षौंदेखि मानिसहरूका समस्याहरू सुनेर एउटा ढाँचा पत्ता लगाएको छ। उसलाई थाहा छ कि धेरैजसो मानिसहरू विवाह, पैसा र पारिवारिक सम्बन्धकै समस्या लिएर आउँछन्। यही आधारमा उसले केही सामान्य तर प्रभावकारी वाक्यहरू तयार पारेको छ। जस्तै कस्ता वाक्यहरू? स्रोतमा केही उदाहरणहरू छन् कि? छन्। जस्तै ऊ भन्छ, तपाईले गरेको परिश्रमको पूरा फल पाउनु भएको छैन। अब सोच्नुस् त, यो कुरा कसको जीवनमा लागू हुँदैन होला र? हो, हामी सबैलाई कतै न कतै यस्तो लाग्छ। अर्को उदाहरण छ, तपाईको परिवारमा कुनै महिला छिन् जो तपाईप्रति राम्रो भावना राख्दिनन्। यो पनि धेरैजसो संयुक्त परिवारमा देखिने सामान्य अवस्था हो। एकछिन है, भनेपछि उसले मान्छेलाई 10 मिनेट बोल्न दिएर उनीहरूकै कुरालाई भविष्यवाणी जस्तो बनाएर सुनाइदिन्छ। यो त चलाकीको पनि हद भयो। हो, र यसलाई मनोविज्ञानमा कोल्ड रिडिङ भनिन्छ। यो कुनै दैवी शक्ति होइन, बरु मानिसको मनोविज्ञान बुझ्ने र उनीहरूले दिएको सानो सानो सङ्केत, उनीहरूको हावभाव र उनीहरूका कुराहरूलाई समातेर एउटा ठूलो कथा बनाउने कला हो। ज्योतिषी यसमा माहिर थियो। ऊ ग्राहकलाई कम्तीमा 10 मिनेटसम्म बोल्न दिन्छ, जसबाट उसलाई उसको समस्या, उसको चिन्ता, मतलब उसको चरित्रबारे सबै जानकारी मिल्छ। अनि त्यही जानकारीलाई ज्योतिषको भाषामा प्रस्तुत गरिदिन्छ। ठ्याक्कै। अनि त्यो एउटा वाक्य छ नि, तपाईको स्वभाव उताउलो र बाहिरी रूप रुखो छ। खै, मान्छेहरूलाई आफूलाई रुखो भन्दा किन चित्त बुझ्छ होला? मलाई त कसैले त्यसो भन्यो भने नराम्रो लाग्थ्यो। यो निकै रोचक मनोवैज्ञानिक चाल हो। जब उसले तपाईको बाहिरी रूप रुखो छ भन्छ, मानिसहरूले यसलाई आफ्नो कमजोरीको रूपमा होइन, शक्तिको रूपमा लिन्छन्। उनीहरूलाई लाग्छ, हो, म बाहिरबाट कठोर देखिन्छु, तर भित्रबाट कोमल छु। यसले उनीहरूको अहमलाई सन्तुष्टि दिन्छ। कुरा यस्तो पो। उसले मानिसको प्रशंसा गर्दैन, तर यस्तो कुरा भन्छ जसले उनीहरूलाई आफू विशेष भएको महसुस गराउँछ। हो, उसको यो चलाखी र मनोविज्ञानको ज्ञान देख्दा लाग्छ कि उसले यो काम धेरै समयदेखि गरिरहेको छ। तर के ऊ सधैँ यस्तै थियो त, वा यो उसको बाध्यता थियो? तपाईले एकदम सही ठाउँमा समात्नुभयो। स्रोतले भन्छ कि यो उसको रोजाइ थिएन, बाध्यता थियो। ऊ त वास्तवमा आफ्नो गाउँबाट भागेर आएको एक व्यक्ति थियो। उसले कुनै योजना बिना नै आफ्नो गाउँ छोडेको थियो। भागेर आएको? हो,
यदि ऊ त्यही बसेको भए आफ्ना पुर्खाहरू जस्तै खेतीपाती गर्थ्यो, विवाह गर्थ्यो र सामान्य जीवन बिताउँथ्यो। तर त्यस्तो हुन सकेन। तर किन? के त्यस्तो घटना भयो जसले उसलाई आफ्नो घर, आफ्नो परिवार, आफ्नो सम्पूर्ण जीवनशैली छोडेर भाग्न बाध्य बनायो? ऊ आफ्नो गाउँबाट करिब 200 माइल टाढा भागेको थियो र स्रोतले भन्छ कि यो उसको लागि समुद्र पार गरे जस्तै थियो। त्यो समयमा त्यति टाढा जानु भनेको आफ्नो पुरानो पहिचानलाई सधैँको लागि छोड्नु थियो। हो र? अनि कथाको अन्त्यमा मात्र खुल्छ कि ऊ केवल भागेको थिएन, ऊ एउटा ठूलो अपराध बोधबाट भागिरहेको थियो। उसलाई लाग्थ्यो कि उसको हातबाट कसैको हत्या भएको छ। हत्या? मतलब ऊ एक हत्यारा हो भन्ने सोचेर बाँचिरहेको थियो? यो त निकै गम्भीर कुरा हो। उसको यो ज्योतिषको ढोङ केवल पैसा कमाउनको लागि मात्र होइन, आफ्नो वास्तविक पहिचान लुकाउने एउटा माध्यम पनि थियो। बिल्कुल। उसको त्यो केसरिया पगरी, निधारको भस्म र रहस्यमय व्यक्तित्व, यो सबै उसको विगतलाई छोप्ने एउटा पर्दा थियो। ऊ हरेक दिन यो डरमा बाँच्थ्यो कि कतै उसको विगत उसलाई खोज्दै आइपुग्छ कि। र एक दिन साँच्चै त्यस्तै हुन्छ होइन र? उसको विगत आफै उसको अगाडि आएर उभिन्छ। हो। एक साँझ जब दिनभरिको व्यापार सकिएर बजार खाली हुँदै थियो र ऊ आफ्नो सामान पोको पार्दै थियो, एक अपरिचित व्यक्ति उसको अगाडि आएर उभिन्छ। त्यो व्यक्ति जसको नाम गुरु नायक हो, उसलाई ठाडै चुनौती दिन्छ, त आफूलाई ज्योतिषी भन्छोस्। ओहो, त्यो क्षण कस्तो थियो होला? दिनभरि मानिसहरूलाई प्रभावित पारेर बसेको मान्छेलाई कसैले यसरी सिधै चुनौती दिन त उसको मनमा चिसो पस्यो होला। पक्कै पनि। दुई बीच शर्त हुन्छ। यदि ज्योतिषीका कुरा सन्तोषजनक भए, गुरु नायकले उसलाई 1 रुपैयाँ दिनेछ। तर यदि ज्योतिषी झुटो साबित भयो भने उसले दिनभरि कमाएको सबै पैसा ब्याजसहित फिर्ता दिनुपर्छ। यो साधारण शर्त जस्तो देखिए पनि यसले ज्योतिषीको जीवनलाई नै दाउमा लगाइदिन्छ। तर त्यसपछि त्यो घटना हुन्छ जसले सबै कुरा बदलिदिन्छ। जब गुरु नायकले चुरोट बाल्न सलाई कोर्छ, त्यो क्षणिक उज्यालोमा ज्योतिषीले उसको अनुहार देख्छ र चिन्छ। ऊ त्यही मानिस थियो जसलाई ज्योतिषीले वर्षौं अघि मारेको ठानेर गाउँबाट भागेको थियो। ओहो। ऊ तर्सिन्छ र शर्तबाट पछि हट्न खोज्छ। ऊ भन्छ, मलाई आज जान देऊ, म भोलि कुरा गरौँला। तर गुरु नायकले मान्दैन होला नि? मान्दैन। उसले ज्योतिषीको नाडी समात्छ र भन्छ, त यसरी भाग्न पाउँदैनस्। मतलब अब भाग्ने कुनै ठाउँ नै रहेन। ऊ जुन कुराबाट जीवनभर भाग्यो त्यही कुराले उसको हात समातिरहेको थियो। यो त कुनै फिल्मको दृश्यभन्दा कम छैन। अब ऊ के गर्छ त? त्यो क्षणमा ज्योतिषीको लागि समय नै रोकिए जस्तो हुन्छ। अब यो केवल पैसाको शर्त रहेन, यो जीवन र मृत्युको सवाल बनेको छ। र यहीँनिर उसले आफ्नो जीवनको सबैभन्दा ठूलो र चलाखीपूर्ण खेल खेल्छ। कस्तो खेल? उसले आफ्नो वास्तविक ज्ञान, मतलब त्यो झगडाको घटनाको विस्तृत विवरणलाई एउटा भविष्यवाणीको रूपमा प्रस्तुत गर्छ। ऊ आफ्नो डरलाई दबाउँछ र आत्मविश्वासको अभिनय गर्दै भन्छ, तपाईलाई मरेको भनेर छोडिएको थियो। यो सुनेर त गुरु नायकको होसै उड्यो होला। हो, ऊ छक्क पर्छ। ज्योतिषीले अगाडि भन्छ, तपाईमाथि एकपटक चक्कु चलेको थियो र त्यसपछि अनि तपाईलाई छेउकै खेतको एउटा कुवामा फालिएको थियो। यी सबै कुराहरू अक्षरशः सत्य थिए। यी कुरा सुनेर गुरु नायक स्तब्ध हुन्छ। उसले आफ्नो छातीको दाग पनि देखाउँछ। अब उसलाई ज्योतिषीमाथि कुरा विश्वास हुन्छ अनि उसले सोध्छ, म उसलाई, मेरो आक्रमणकारीलाई कहिले भेट्छु? उसलाई अब केवल बदला चाहिएको छ। र यहाँ ज्योतिषीले दोहोरो धोखाको रणनीति अपनाउँछ, जुन कथाको सबैभन्दा महत्त्वपूर्ण मोड हो। पहिलो धोका त बुझ्यो, उसले घटनाको जानकारीलाई भविष्यवाणी बनायो। तर गुरु नायकको बदलाको आगो निभाउन त यो मात्र पर्याप्त थिएन होला। उसले त्योभन्दा पनि ठूलो केही भन्यो होला, होइन? एकदम। र यहाँ उसको सबैभन्दा ठूलो र क्रूर चलाखी देखिन्छ। दोस्रो र सबैभन्दा ठूलो धोका यो हो कि उसले गुरुनायकलाई बताउँछ कि उसको आक्रमणकारी, जो ऊ आफै हो, 4 महिना अघि नै एउटा लरीले किचिएर टाढा कतै मरिसक्यो। के? उसले आफैलाई मारिदियो? यो त कल्पनाभन्दा बाहिरको कुरा भयो।
हो, उसले यो झुट बोलेर एकैपटक दुईवटा काम गर्छ। पहिलो, यसले गुरुनायकको बदलाको भावनालाई सधैँका लागि समाप्त गरिदिन्छ, किनकि मरेको मान्छेसँग के बदला लिनु। अनि दोस्रो, यसले ज्योतिषीको आफ्नो ज्यान पनि बचाउँछ। यो एउटा यस्तो झुट थियो जसले दुवैको जीवनलाई शान्ति दियो, तर फरक फरक कारणले। अनि उसले गुरुनायकलाई उसको गाउँ फर्कन र कहिल्यै दक्षिणतिर यात्रा नगर्न सल्लाह दिन्छ। यो सल्लाह पनि कति चलाखीपूर्ण। यो सल्लाह गुरुनायकको सुरक्षाको लागि होइन, उसको आफ्नो सुरक्षाको लागि थियो। हो, यसरी उसले भविष्यमा आउन सक्ने खतरालाई पनि सधैँका लागि पन्छाइदिन्छ। उसले गुरुनायकको बदलाको कथालाई मात्र अन्त्य गरेन, आफ्नो डरको कथालाई पनि अन्त्य गर्यो। त्यो रात जब ज्योतिषी घर फर्कन्छ, कथाको भावनात्मक पक्ष खुल्छ। ऊ थकित र चिन्तित देखिन्छ। उसले आफ्नी श्रीमतीलाई मुठ्ठीभर सिक्का दिन्छ, जुन गन्दा 12 आना आधा हुन्छ। बाचा गरिएको 1 रुपियाँभन्दा कम। मतलब त्यत्रो जीवन मरणको खेलमा पनि ऊ ठगियो। तर पैसा भन्दा पनि ठूलो कुरा उसले त्यो रात पाएको थियो। खाना खाइसकेपछि ओछ्यानमा पल्टिएर उसले आफ्नो जीवनको सबैभन्दा ठूलो रहस्य खोल्छ, जुन उसले यतिका वर्षसम्म आफ्नी श्रीमतीलाई पनि भनेको थिएन। ऊ भन्छ, आज मबाट एउटा ठूलो बोझ हटेको छ। मैले सोचेको थिएँ कि यी सबै वर्षहरूमा मेरो हातमा एक मानिसको रगत छ, तर ऊ जीवित छ। यो स्वीकारोक्तिले उसको चरित्रलाई पुरै फरक दृष्टिकोणबाट हेर्न बाध्य बनाउँछ। ऊ केवल एक ठग थिएन, ऊ एक डराएको र अपराधबोधले ग्रसित व्यक्ति थियो। हो, स्रोतहरूले यही कुरालाई कथाको सार मानेका छन्। उसको सम्पूर्ण छली जीवन, जसलाई कथामा अवयव तर श्रमसाध्य जीवनशैली भनिएको छ, त्यही अपराधबोध र डरमा टिकेको थियो। जवान छँदा रक्सी र जुवाको सुरमा गरेको एउटा झगडाले उसलाई वर्षौंसम्म हत्यारा बनाएर राखेको थियो। आफू हत्यारा नभएको थाहा पाएपछि उसले वर्षौंदेखिको बोझबाट मुक्ति पाएको थियो। त्यो रात उसले कमाएको पैसाभन्दा धेरै ठूलो कुरा थियो, मानसिक शान्ति। बिल्कुल। त्यसो भए हामीले एउटा सामान्य ज्योतिषीबाट सुरु गरेका थियौं र उसको जीवनको गहिराईमा पुग्दा थाहा पायौं कि ऊ आफ्नो जीविका चलाउन मात्र होइन, आफ्नो विगतबाट भाग्न र अन्ततः आफ्नो ज्यान बचाउनका लागि पनि चलाखीको प्रयोग गरिरहेको थियो। हो, उसको हरेक कार्य, हरेक शब्दको पछाडि एउटा गहिरो डर र अपराधबोध लुकेको थियो। उसको सम्पूर्ण ज्योतिषीको पहिचान नै त्यही एउटा घटनाको परिणाम थियो। यदि त्यो झगडा नभएको भए ऊ सायद कहिल्यै ज्योतिषी बन्दैनथ्यो। हो, र अन्त्यमा उसले आफ्नो सबैभन्दा ठूलो र अन्तिम झुट बोलेर मानसिक शान्ति प्राप्त गर्छ, जसले गुरुनायकको बदलाको भावनालाई पनि समाप्त गरिदिन्छ। यसले एउटा गम्भीर प्रश्न खडा गर्छ, के एउटा यस्तो झुट जसले थप हिंसालाई रोक्छ र बदलाको चक्रलाई अन्त्य गर्छ, त्यसलाई नैतिक मान्न सकिन्छ? वा ऊ केवल एक चलाक व्यक्ति हो जो भाग्यले बाँच्यो र आफ्नो ज्यान बचाउन जे पनि गर्न तयार भयो। यो सोच्नको लागि एउटा साँच्चै गहिरो विषय हो। उसको झुटले कसैको हानि गरेन, बरु दुई जीवनलाई शान्ति दियो। तर के राम्रो परिणामले गलत माध्यमलाई सही साबित गर्न सक्छ? यो प्रश्न कथाले पाठकको लागि छोडिदिन्छ।